भाइ यार मलाई बुढीले जुत्ताले झटारो हानी भनेर रुँदै आउने साँठो यतिको जुत्ता लाउनु न यार कमसे कम यतिको जुत्ताले झटारो हान्दा थाली मास कुटे झ्याङ्गे बङ्की डङ बोधे पनि दुख्दैन यसै तपाईँको पुरपुरोमा हान्यो भने न टुटिलको उठ्छ न चोटपटक लाग्छ जुत्ता भने हेरी यतिको हुनुपर्छ खुट्टामा हेर्नुहोस् यतिको टिबिएलको यो1 जुत्ता हो यो जुत्ताले हानिसकेपछि स्वास्थ्यलाई पनि फाइदा हुन्छ साथी हो कमसेकम जुत्ताले कुटाइ खाँदाखेरि एकतिरबाट बुढीको रिस पनि मर्यो अर्कोतिर शरीरलाई थेरापी पनि भयो होइन अब यसरी ड्याङ जतिसुकै हान्नुहोस् दुख्दैन जुत्ता राम्रो छ एकदम यो लचक लचक गर्छ साथी है कम्फर्टेबल छ लाउन त्यत्तिकै कलर अप्सनहरू पनि पाउनुहुन्छ तपाईँहरूले होइन टिबिएलको एकदमै बोबाले क्वालिटीमा साथी हो खतरा झरिसकेको छ जुत्ता हेर्नुहोस् गोडा यतिको जुत्ता देखेपछि बुढीले झटार हान्ने होइन जिउ गर्न आउँछन् साथी हो त्यो भएर जुत्ता भने चाहिँ यतिको हुनुपर्छ है ढक्क लाएर टिबिएलको राजा हो साथी राजा